खसी बेच्न जाँदैछौँ खसीको मालिक चाहिँ उहाँ व्यापारी चाहिँ म ड्राइभर चाहिँ यता कुनी ऊ भाइ चाहिँ खलासी खलासी होइन है ब्रदर हो मेरो भाइ हो नि हामी यो लगेर चाहिँ बेच्छौँ क्या अघि मैले भनेको थिएँ नि मेरो बिजनेस लगाउन यो खसीको दाम चाहिँ 50,000 यो चाहिँ प्रोचिकलले जित्छ भनेर फाइनल खाना लगेको हो क्या साथीहरू हो कि होइन भन त हो यो प्रोचिकलको सपोर्टरलाई चाहिँ त्यसको हामी पार्टी दिन्छौँ पार्टी जित्यो भने हामी यो डल्लै काटेर पार्टी दिन्छौँ है यता जित्छ मेरो जर्सी हेलो साथीहरू वेलकम टु माई भिडियो अनि म चाहिँ अहिले गाउँतिर छु नि त मौसम हेर्न सक्नुहुन्छ वा यति दामी मौसम छ झापा छोडेर यहीँ बसिराख्नु जस्तो छ क्या साथीहरू म चाहिँ यो चप्पल लगाएर मेरो साथीको घर यहीँ मुनतिर हो क्या मैले चाहिँ यहाँनिर कत्रो बिजनेस गरेर गाउँमा गएर खसी ल्याएर बेचेर पैसा कमाएर यहाँनिर अनेक कुरा कति गरिसकेँ मेरो साथी आइपुगेन जहिले यस्तो वेदर यति राम्रो छ मलाई झापा जानै मन लाग्दैन क्या त्यही भएर यहाँ बसिरहनु जस्तो लाग्छ साथीहरू के गर्नु मिल्दैन साथीहरू अहिले चाहिँ हामी कन्यामको यो चिसो मौसममा इन्जोय गरिरहेछौँ झापादेखि आएर तपाईँहरूलाई कस्तो भइरहेको छ यहाँ म्याम आफ्नै गाउँमा हिँड्नु पनि कस्तो दामी मेकअप गरेर आइदिएको अनि रेला गरेको साथीहरू नेचुरल ब्युटिफुल हो नि ऊ त अब हामी यता गएर कता चढ्छौँ स्काई वक जानु होइन अब हामी स्काई वक चढ्छौँ क्या साथीहरू फ्रीमा पाउँदा त अब हटिहाल्छ मेरो त म त जहाँ पनि चढिदिन्छु अब स्काई वक चढ्छु अनि पर जान्छु अनि अनि हेर्नुहोस् आज चाहिँ शनिबार हो नि त अनि झापाको मान्छेहरू चाहिँ पुरा आउँछन् घुम्न तर हामी चाहिँ चप्पल साथीहरू मेरो चप्पल देख्न सक्नुहुन्छ मलाई चाहिँ जुत्ता लगाएपछि यसले चाहिँ हिरो नि पल्टेर तर म चाहिँ लाउँदिनँ जुत्ता किनभने मलाई चाहिँ जुत्तासँग एलर्जी छ क्या साथीहरू वाउ दिस इज माई फेभरेट त्यताबाट हो र ए हामी स्काई वक म आफ्नै गाउँको सिसाको पुल पनि गएको छुइनँ यार कहिले पनि यहाँदेखि यसरी बाटो सोध्नुहुन्छ भने यहाँदेखि यसरी जाने हो यताबाट जाने हो कगरे मोरे देख्न सक्नुहुन्छ मौसम यस्तो राम्रो छ वेदर वा कि मलाई मान्छेहरूले सोध्दै थियो कताबाट स्काई वक जानु भन्दै त ऊ माथि हो भनेर पठाइदिएँ यतिको चाहिँ हुनुपर्ने हुन्छ क्या अनि अब हामी जान्छौँ स्काई वक चढ्छौँ यताबाट यसरी जानुपर्छ साथीहरू न्यु माथि छ सिसाको पुल चाहिँ अब हामी जाँदैछौँ स्काई वक चढ्दैछौँ हेर्नुहोस् है साथीहरू यहाँदेखि इन्ट्री हो इन्ट्री मात्रै 300 अनि यो 200 के भनेको त्यो मैले बुझिनँ म इङ्ग्लिस बुझ्दिनँ साथीहरू म इङ्ग्लिस बुझ्दिनँ पैसा भन्ने कुरा चाहिँ नि टकटक एउटा पनि झर्दैन क्या साथीहरू अब हामी जाँदैछौँ स्काई वक चढ्दैछौँ साथीहरू यताबाट चढ्ने हो म सबैजनालाई छोडेर जान सक्छु अब कहाँ हुन्छ अनि अब नयाँ भ्लगमा नयाँ मान्छे पनि हुनसक्छ नि त दादा पनि भ्लगर नै भ्लगर साथीहरू पानको पत्तालाई सिङ्गल लाइफ छ क्या
आया साथीहरू हामीले चाहिँ यहाँ हामी चाहिँ उता गएकै भन न 600 रुपियाँ तिरेर चढेको हो कि होइन भनिदिन्छ दादा हो एकदम हो कति लाग्यो 600 रुपियाँ अहिले भरे यस्तो उकालो छ हाम्रो गेस्टहरू पनि हुनुहुन्छ क्या यहाँनिर नेपाली नहीं बुझेगा हिंदी में बात करना पड़ेगा आहो के गर्नु उकालो ओह्रालो चढ्नु पनि गाह्रो छ साथीहरू म एकदम थकित भइसकेँ म चाहिँ अब एकैचोटि माथि गएर मात्रै देखाउँछु गाइजहरू मौसम एकदम राम्रो छ साथी वेलकम टु माई न्यू भिडियो थ्याङ्क यू वान थ्याङ्क यू सो मच बिचरा गलेर बोलि नसक्नु भइरहेको छ पुरा गर्मी होइन मेरो जर्सी रोचुकरकै गइ म चाहिँ गले कि अब चाहिँ साथीहरू हत्तु भइसकेको छु र हाम्रो यहाँको चाहिँ 200 अनि उताको चाहिँ 200 हो साथीहरू पैसा तिरेर चढ्नु होला तपाईँहरू पनि हामी जस्तै मर्यो मेरो साथी हेर्नुहोस् आन्द्रा भुटी निस्किन आँटो उसको गलेर साह्रै उयो भइएछ हौ के भन्छ यसलाई बुढेसकाल लागेछ साह्रै हड्डी मक्किएछ गाइड क्या गरौँ रे मेरो सक्नुहुन्छ यहाँनिर चाहिँ यस्तो दामी दामी फुल छ है हाम्रो स्काइवकमा चाहिँ अनि यहाँ चाहिँ पिङ खेल्ने ठाउँ पनि छ अब पिङ त के खेल्नु यहाँनिर चाहिँ म देखाउँछु वाट इज दिस इज अ भाइ मेरो बेबी फोटो खिच्यो त ओ सेट सरी ए साथी लातो भाइको पो रहेछ त नि ऊ भाइ चाहिँ एक्सिडेन्ट परेर मरेको थियो के तल हो उसको गाउँ चाहिँ तर अब के पनि देख्दैन दिपङ्कर चामलिङ नै म चाहिँ सिधै यहाँ जाँदैछु साथीहरू पिङ नाको सिङ जिन्दगीले पिङ खेलाएको बेलामा म त्यस्तो पिङ खेल्छु होला होइन साथीहरू मेन भनेको त यो हो नि त कुरो त जिन्दगीलाई चुई पारिरह म किन पिङ खेल्नु र गाइजहरू देख्न सक्नुहुन्छ यता चाहिँ हाम्रो गाउँ पर्छ तर देख्दैन केही पनि हुस्से लागेर अब आजको भ्लग चाहिँ एकदम लामो हुनु पऱ्यो क्या साथीहरू उहाँ चाहिँ पिङ खेल्ने ठाउँ छ कि तर पिङ खेल्नु सकिँदैन म चाहिँ खेल्दिनँ किनभने नि यस्तो कट्टु लगाएर गयो पिङ खेल्छ क्या पता ल मेरो साथीले यहीँनिर हरेस खायो तर अब म चाहिँ जान्छु माथिदेखि चप्ली खोल्ने हो क्या मेरो ज्याकेट चाहिँ म यहीँ राख्छु क्या रोनाल्डोको फ्यानले चाहिँ कवि हार नै मानेगा त यो ज्याकेट बोक्दा मेरो साथीले ए मास्टर निसाब त यहाँ राख्ने चप्पल यहाँ खोल्ने अब मैं जाऊंगी ऊपर हो त नजाने डर छेउरी हो के डर छेउरी यो ल खासै केही छैन ओ माई गॉड कस्तो चिप्लो रहेछ कि साथीहरू तर अब डर चाहिँ लागेको छैन कि तर मुटु चाहिँ एकदम कमै कुद्छ भन्दा पनि कस्तो भने नि अलिक चिप्लो खाके चिप्लो नभएको थियो भने चाहिँ म डराउँदिनँ थिएँ यस्तो चिप्लो न चिप्लो छ अनि कहाँबाट जानु यस्तो छ फेरि मोजा लाग्छु फेरि मौसम पनि केही देखेन
उग्रिँदैछ हाम्रो कुटी डाँडातिर बस्नुपर्ने हुन्छ कि साथीहरू गलेर हैरान भए घाम लाग जल्दी चल जल्दी घाम लाग ए टिकट काटेर पनि आउन डराउने मान्छेहरू पनि हुनुहुन्छ यहाँनिर हामी चाहिँ फेरिमा आए पनि अब डराउने मौसम एकदम राम्रो भयो ए वाउ मैले त बिर्सिरहेको यार नजारा त यताको देखाउनु हुन्छ जानु न कस्तो चिप्लो छ हाम्रो सकले गर्दाखेरि चिप्लो भएको होला धेरै ठुलो छैन नि त त्यही भएर होला मौसम साथीहरू हेर्न सक्नुहुन्छ क्या कति छिटो मौसम चेन्ज भइसक्छ क्या यहाँको चाहिँ उहाँहरू चाहिँ घुम्न आउनुभएको छ मेरो साथी उहाँ पर म चाहिँ बिचमा चाहिँ जान्न है एकदम डर लाग्छ मलाई सक्नुहुन्छ हर्कटी बजार वाउ हिरोनी आयो यो चाहिँ हर्कटी बजार हो अनि यता चाहिँ अम्बी भन्छ क्या साथीहरू यसलाई चाहिँ तर देख्दैन रहेछ केही पनि मौसम चाहिँ एकदम चेन्ज भइसक्यो अब हम जाने वाला है किधर पता नहीं आज मात्रै लास्ट दिन छ क्या आज एक दिन मात्रै भोलि फेरि झापा फर्किहाल्नुपर्छ मैले चाहिँ क्यामेराम्यानको काम गर्नुपर्ने भयो कि साथीहरू उस्तो हेर्दै गर्नु होला हम चाहिँ यहाँ घुम्दैछौँ है आज हाँ इधर ही कैसा लगा हमारा के भन्छ गाउँलाई थ्याङ्क यू हामीले चाहिँ उहाँहरूसँग फोटो पनि खिचिसक्यौँ अनि स्मल भ्लगर हो क्या भर्खर स्टार्टिङ भ्लगर हो देख्न सक्नुहुन्छ गाइज कस्तो मेरो मजा जस्तो भइसक्छ क्या यहीँ मुनि हो होइन होइन कि कन्यामै भन्छ बाई धीरे धीरे चलिए मैं दौड़ के आ जाऊंगा नेपालीहरू यस्तो खतरा हुन्छन् क्या दौड के आ जाएगा तपाईँ के थाल्यो ए मेरो पनि आफन्त कजनहरू हुनुहुन्छ त दार्जिलिङमा दार्जिलिङ गान्तोक एरियामा होला हुन्छ मेरो दादाहरू हुनुहुन्छ तिमी चाहिँ मगर थापा छेत्री अब हम लोग पिंक खेलने वाला है मेरो साथी पिङ्क खेल्दैछ है अब दुईजनै आउनु ओ एउटा फोन दिएन दादालाई भिडियो गरिदिनुहुन्छ क्या सो मची थाम्छ के गरिदिनु न प्लिज डर छेउरी अब हामी पिङ्क खेल्दैछौँ है साथीहरू यस्तो राम्रो छ अनि हाम्रो दादा रेड खेलिदिँदै हुनुहुन्छ अलिक एक्लैको बनाउँछ क्या मेरो छेउमा आएर एक्लैको भिडियो बनाउँछ आई डोन्ट लाइक दिस मन्त्र गरिदेऊ न रमाइलो साथीहरू भ्यू चाहिँ हुनु पर्थ्यो क्या हुँदै लागिरहेको छ मेरो साथीको रमाइलो भयो कि तर मलाई रिङ्गटा लागेको छैन गाइस रमाइलो भयो यो भ्यू चाहिँ खुल्नु पर्थ्यो क्या साथीहरू यहाँ तल चाहिँ अम्बी हो नि त अम्बी कस्तो राम्रो छ अनि देख्न सक्नुहुन्छ तर कस्तो मजा आइरहेको छ तिमीलाई मजा आइरहेको छ डराउँदिन म झुकेका नै साला भिडियो बनाऊँ न अब हामी टिकटक बनाउँछौँ ल गाइजहरू तपाईँहरू हाम्रो यस्तो रमाइलो भिडियो हेर्नु छ भने हेर्दै गर्नु यस्तो उत्पट्याङ इन्जोय हेर्न मन छ भने हेर्नु
ल तेरो फोनले त अब चाहिँ हामी टिकटक बनाउँछौँ हो साथीहरू। अहिले चाहिँ हामीले पिङ सिङ 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 सबै खेलिसक्यौँ। अब चाहिँ अल्छी लाग्नु थाल्यो क्या। अब पुग्लुक्क सुत्न पाए पनि हुन्थ्यो जस्तो भयो। के गर्नु, मौसम चाहिँ यस्तो छ क्या। 5 मिनटमा मेरो साथीको मुड के चेन्ज हुन्थ्यो र हाम्रो ठाउँको मौसम यति धेरै खतरा चेन्ज हुन्छ। बाहिर मेरो मुड के चेन्ज हुन्थ्यो र झन्डै कुट्यो तर म चाहिँ होइन, म चाहिँ एउटा प्लान गर्ने अनि अर्को प्लान गरिदिने हुन्छु। हाम्रो टोइलेट पनि छ है गाइज। अब हामी चिया खान्छौँ। अब चाहिँ हामी जानेवाला छौँ। यहाँ चाहिँ मान्छे के भन्छ कस्टमर कि गेस्ट, हाम्रो गेस्टहरू हुनुहुन्छ कि, तर उहाँहरूलाई चाहिँ कुहिरो जानु पर्यो अरे क्या। नखाने कुहिरो गयो भने मात्रै उहाँहरू चाहिँ चढ्नुहुन्छ अरे कि। तर अब हाम्रो कन्याम भनेको यस्तै हो, के गर्नु। राम्रो छ जस्तो आइए। अब यो कुहिरो त हट्नेवाला छैन। झापालीहरू कुहिरै खान आउँछन्। त हम जाने वाली है ऐतर के बाहर के पो, हम जाने वाले हैं ऐतर के पहाड़ की पता नहीं क्या है। उहाँहरू चाहिँ कि हाम्रो यहाँ गेस्टहरू चाहिँ यो कुहिरो हटाइयो भने मात्रै जाने अरे। अब हम क्या करोगे पता नहीं, हम चल गई। अब हामी कहाँ जान्छौँ थाहा छैन। गयौँ भने हामी अब चटपटे खान्छौँ। कन्यामा चाहिँ साथीहरू फ्रीमा जता पनि फ्रीमा खाने हो क्या। खै तर इङ्गटा लाग्यो धेरै पिङ खेलेर। हामी फेरि यहाँ चटपटे खाना आएको छौँ क्या, यहाँ हाम्रो आन्टीकोमा। ओए मैले अब कहाँ जाने, हामी बतासिरहेको छौँ कि। आज चाहिँ हामी बल्ल बल्ल मौका मिलेर आएको नि त हिजो झापादेखि। अनि अब चाहिँ हामी जानेवाला छौँ। कहाँ जान्छौँ आई डोन्ट नो। सबै अर्जेन्टिनाको फ्यानहरू मात्रै रहेछ यार। देखिनुहोस् वरिपरि म मात्रै रहेछु क्या। रोनाल्डो यहाँ चाहिँ अहिले चाहिँ चटपट आइसकेको छ मेरो। अनि हामी चाहिँ यहाँनिर छौँ आन्टीको पसलमा। यहाँनिर यसले फोटो देखाउँदैछ क्या दामी बाबा लगाएको रहेछ। म चाहिँ चटपटे खान्छु होइन। अनि अब हामी इस्कुसको मोमो पनि खान्छौँ। मोमो के कसरी खान्छौँ रे इस्कुसको मोमो? इस्कुसको मोमो जसरी भए पनि खान्छौँ केही गाइज खान्छौँ। म चाहिँ चटपटे खान्छु। अब झापामा भन्दा पनि मिठो पाउँछ है यहाँ हाम्रो आन्टीकोमा चटपटे। वारा दक्ष छैन यहाँ। तिमीहरूलाई यो बाटो कसले खनेको थाहा छ? कसले थाहा छैन। मैले भनेको तँ र मै त थियौँ होला। तिमीहरू म थियौँ। बाटो त दोजरले खनेको नि अहिले सुन्छ होला। कस्तो मिठो छ गाइज। हाम्रो वेदर देखाउँछु है गाइजहरू। वाउ चियाहरू हेर्नु सक्नुहुन्छ। हाम्रो चिया चाहिँ बन्दै गर्छ कि अनि हामी खाएकै गर्छौँ। वाउ हाम्रो यो चिया चाहिँ अलिकति बिग्रेको छैन क्या साथीहरू। यसरी चिया टिप्ने हो दुई पात एक्सट्रा। अहिले चाहिँ हाम्रो मोमो आइसकेको छ। अनि यो चाहिँ इस्कुसको मोमो हुन्छ। अनि अब इस्कुसको मोमो खानुपर्ने हुन्छ क्या। अलिक उता त मैले इस्कुसको चिकन मोमो चाहिँ अब खाँदा वाक्क भइसक्यो न। पुरो आइसके पनि मोमो तातो छ। मिठो खा तातो मोमोले खाएको कम तातो छ। आऊ मोमो खाना आऊ न। ढुङ्न सक्नुहुन्छ इस्कुसको मोमो कन्यामा मात्रै पाउँछ। इस्कुसको मोमोलाई त मैले एकदम धेरै मिस गरेको थिएँ। वाउ एक बाखा भएको छ क्या गाइस। इस्कुसको
कस्तो मोमो खानु नपाएको सो हेलो गाइस हामी जाँदैछौँ कता मन्दिर त्यो डिलिट गर्ने हङकङ र लन्डन चाहिँ भने लाउन सक्छु 2 लाखको चप्पल चप्पल चाहिँ मेरो भाइ हेर्न ल यसलाई चाहिँ पुरा चिन्ता लाग्छ अरे क्या केटीहरूले देखेर मन पराइहाल्छ कि भनेर होइन कस्तो ह्यान्डसम छ मेरो भाइ यो भिडियो चाहिँ डिलिट गर्नु नि ल फेरि गर्नु पर्यो कति रुपियाँ दिन्छस् के पैसा त्यो खाएको विषय दिनु अघि 20 रुपियाँ डाँडेको छ के ओ कसको घरमा दोकान छ त्यो माइतीहरूको अगाडिको ए हो चियाबारी देख्न सक्नुहुन्छ गाईचुरी यस्तो दामी चियाबारी छ ब्याट्री सकेर क्यामेरा अनि यहाँ मेरो ह्यान्डसम भाइ छ जो हेर्छ तारिफ गरिदिँदा पनि पस्दैन यसलाई यसलाई म मिठाई किनिदिन्छु पर लगेर खान्नै म खाँदैन घर फर्क्यौँ त म गेम खेल्छु किनिदिन्छु नि त्यस्तो मलाई गेम चाहिँ घरमा कतिखेर किन भ्लग बनाउँदै जानुपर्छ क्या तर यसको हाइटै भएन क्या यो साह्रै धेरै बोलियो भयो अग्लो भयो क्या ऊ यहाँ तल आउँदै हुनुहुन्छ सुजन दादा होइन के हो हेलो सुजन दादा हाई भनिदिनु मेरो भ्लगमा ल ओके छ त ड्युटीबाट आउँदै हुनुहुन्छ अनि यो चियाबारी हाम्रो गाउँ चाहिँ कति राम्रो छ मेरो चाहिँ कस्तो छ नि लुगा हेर्न पोर्चुगलको जर्सी देखाउनु पर्यो के छि फ्रान्स यता यस्तो न कस्तो रहेछ ल ल ल ल आइज फ्रान्स 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 होइन पोर्चुगल त फ्रान्स हो ल भन्न त तँलाई सबभन्दा फ्रान्सको एम्बापे भन्न आएछ फेभरेट को फ्रान्सको एम्बापे बाइक बिम्बाले ए नाम चाहिँ थाहा रहेछ दुईटा मात्र आउँछ डिलिट गर्दै ल ल ल ल ल ल साथीहरू आजको दिनचर्या चाहिँ घुमेर डुलेर नै बित्यो अब मेन भनेको चाहिँ अब हाम्रोतिर लाइन हुँदैन नि त लाइन छैन ब्याट्री छैन केही पनि छैन काम यति धेरै लथालिङ्गै छ छोरी यस्तो डुलिया छ घरि कहाँ जानुपर्छ घरि कहाँ जानुपर्छ के गर्नु ठुलो ठालो मान्छेहरूको गाह्रो छ साथीहरू हेर्दै गर्नुहोला आजको भिडियो चाहिँ यति नै बाबा गर्नुहोला कि वाचिङ अनि यस्तो रमाइलो ठाउँहरू घुम्न मन छ भने तपाईँले मलाई कन्ट्याक्ट गर्नुहोस् म मात्रै 5,000मा घुमाइदिन्छु मेरो भाइ छ यहाँनिर मेरो भाइले पनि घुमाइदिन्छ 5,000मा बाबा हेर्दै गर्नुहोला